आंधी बन के आया मेरा हौसला भी अय्याश है। ना तो कारवा की तलाश है, ना तो कारवा की तलाश है, ना तो हम सफर की तलाश है, ना तो कारवा की तलाश है। कोही पढाइमा राम्रो हुन्छ, कोही खेलकुदमा राम्रो हुन्छ। आधी बातें आंखें बोले, आधी बातें आंखें बोले, बात आधी खामोशी कह दे, हम जुबान की तलाश है, ना तो कारवा की तलाश है, ना तो कारवा। अङ्क भन्ने कुरा तलमाथि अङ्कले प्रथम द्वितीय तृतीय छुटाएको यो डिफरेन्स, इट्स ओन्ली डिफरेन्स। तर सबै विद्यार्थीमा आफ्नो केही लुकेका प्रतिभा कलाहरू हुन्छ, जुन हाम्रो प्यारो प्यारो आदरणीय अभिभावकज्यूहरूले बुझिराख्नु भयो होला। त्यस कारणले म उहाँलाई के अनुरोध गर्छु भने विद्यार्थीले त्यति भने जतिको अङ्क ल्याएन भनेर चाहिँ बुझ्ने कडाइ गर्ने छोडिदिनुहोस्। यो ठाउँमा भएन बाबु, अर्को ठाउँमा नानी राम्रो। अनिल सरलाई, आदरणीय यो संस्थाका संस्थापक हाम्रो श्यामजी सर, प्रिन्सिपल विक्रम सर लगायत हाम्रो सम्पूर्ण स्टाफहरू र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण प्यारेन्ट्स तथा हाम्रो विद्यार्थी भाइ बहिनीहरूलाई म आफ्नो व्यक्तिगत तर संस्थाको तर्फबाट धेरै धेरै हार्दिक अनुरोध गर्न चाहन्छु। आज मिति 2082 साल 10 महिना 18 गते आइतबारको दिन हाम्रो नतिजा प्रकाशन। हामी र हाम्रो विद्यार्थी भाइ बहिनीहरूले गर्नुभएका मेहनतहरूको फल आजको दिन हो प्रकाशन गर्ने। वास्तवमा भन्नुपर्दा के हो भने हामी नम्बरमा अङ्क ल्याएर केही हुँदैन। जबसम्म हाम्रो व्यवहारमा परिवर्तन आउँदैन भने तबसम्म हाम्रो जुन पढाइको केही मतलब छ भने त्यो हाम्रो मतलबको केही अर्थै हुँदैन। पढ्नुको मिनिङ के हो? पढ्नुको मिनिङ हाम्रो व्यवहारमा परिवर्तन ल्याउनु। मात्र 98%, 99% कि 100% ल्याएर हाम्रो केही हुनेवाला छैन। यदि म के भन्न चाहन्छु भने यदि हामी पढिरहेछौँ भने आफ्नो व्यवहारमा परिवर्तन ल्याउनु। नम्बर ल्यायो भने त्यो पनि त